फाइनली साथीहरू हाम्रो प्रतीक्षाको घडी भने सकिसकेको छ, किनभने हाम्रो बेहुला बेहुली आइसकेका छन्, मेरो बहिनी र ज्वाइँ। हामीहरू भने हातमा फुल लिएर बेहुला बेहुलीको स्वागतमा बसिरहेका थियौँ साथीहरू। यता गेटमा पनि केही रसमहरू पुरा गर्नुपर्ने थियो, त्यही भएर हाम्रो ठुलो मान्छेहरू सबैजनाले त्यो रसमहरू पुरा गर्दै हुनुहुन्थ्यो। पनि साथीहरू आफ्नो रीतिरिवाजलाई त हामीले मान्नै पर्यो, त्यही भएर रीतिरिवाज र रसम अनुसार नै हामीले सबै कामहरू गर्दै थियौँ। यता भने बेहुला बेहुलीले एकअर्कालाई दुवोको माला लगाइदिँदैछ, अनि बेहुलीले भने लगाइदिइसकिरहेछन् साथीहरू। अब पालो बेहुलाको। अनि यो दुवोको माला बनाउने को हो नभन्नु होला नि साथीहरू, यो दुवोको माला मैले बनाएको हो। यता हाम्रो बेहुला बेहुलीले दुवोको माला पनि लगाइसकेका छन् साथीहरू। दुवैजनालाई त्यो माला कति राम्रो देखिएको छ। फाइनली हाम्रो बेहुला बेहुलीको घरभित्र इन्ट्री हुँदैछ। अब यता सबैजनाले फुलहरू बर्साएर ह्याप्पी म्यारिड लाइफ भनेर विस गर्दै हुनुहुन्छ बेहुला बेहुलीलाई। अब बाँकी भिडियो म पार्ट 3 मा देखाउने छु साथीहरू।